भूस्वर्ग नेपाल, पुण्य पवित्र भूमि नेपाल, तपोभूमि नेपाल, देवतुल्य नेपाली। प्रिय बन्धु, आउनुहोस् नेपाली भूमिका पवित्र गाथा बोकेका पौराणिक महिमाको उजागर गर्ने एक महान अभियानमा जुटौँ। यहाँ एक पुण्यात्मा हुनुहुन्छ, देशप्रेमी हुनुहुन्छ, देशभक्त र राष्ट्रवादी हुनुहुन्छ। त्यसैले यहाँको पनि सहयोगको अपेक्षा गरेको छु। तपाईँ आफू यस अभियानमा जुट्न मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्, फेसबुक प्रोफाइलमा फलो गर्नुहोस् र धेरैभन्दा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सेयर गरी पुण्य लाभ प्राप्त गर्नुहोस्। आज सेती नदी सीता गङ्गाको महिमाको बारेमा हामी वर्णन गर्नेछौँ। सीता नदी जङ्गारू पर्वतबाट बगेकी अथवा उरु पर्वतबाट बगेकी नदी हुन्, जुन बझाङ जिल्लामा पर्दछन्, जुन पावन पवित्र छन्। श्रीमद् भागवतका अनुसार जब भगवान वामनले विशाल व्यापक रूप धारण गर्नुभएको थियो र तीन पाउले तीनै लोकलाई नाप्नु भएको थियो, तीन पाउले तीनै लोक नाप्ने क्रममा ब्रह्माजीको ब्रह्मलोकसम्म भगवान वामनको चरण पुगेको थियो। सोही समयमा ब्रह्माजीले आफ्नो कमण्डलुमा भएको गङ्गाको जलद्वारा भगवान वामनको चरणलाई धुनुभएको थियो। सो जल विभिन्न धारामा विभक्त भएर पृथ्वी तलमा खसेको थियो। यसरी पृथ्वी तलमा खस्ने क्रममा चार धारा, मुख्य रूपले चार धारामा विभक्त भएर पृथ्वीमा अथवा कैलाश पर्वतमा भगवान शिवको जटामा प्रवेश गरेको वा पुगेको थियो। ती चार धाराहरू चक्षु, भद्रा, अलकनन्दा र सीता हुन् भने अन्य साना साना नदीहरू पनि त्यसरी नै प्रवाहित भएका थिए। अनि भगवान शिवले आफ्नो जटामा धारण गरेका गङ्गालाई मानसरोवर हुँदै हाम्रो पृथ्वीको दक्षिणतिर प्रवाहित हुन थाले। सोही क्रममा सीता नदी पनि उरु पर्वत हुँदै अथवा उरै लेक भनेर हामी भन्दछौँ, उरु पर्वत हुँदै त्यहाँबाट बझाङ जिल्ला हुँदै कर्णाली नदीमा मिसिन पुग्दछन्। यी शुभदायिनी जुन गङ्गा अथवा सीता नदी हुन्, त्यसमा स्नान गर्नाले मानव स्वर्गमा इन्द्रबाट पनि सत्कारित हुन्छ, सम्मानित हुन्छ भनेर भनिएको छ। सीता नदीको दर्शन, स्नान, तर्पण गर्नाले वैकुण्ठ लोक प्राप्ति हुन्छ। हिमालयमा अवस्थित उरु पर्वतमा जो मनुष्य जागरण गर्दछ, उरु पर्वत यानि कि उरै लेकमा जो मनुष्य जागरण गर्दछ त्यो मुक्त भएर जान्छ। त्यहाँ ब्रह्म पद प्राप्तिका लागि अथवा मुक्ति पद प्राप्तिका लागि महर्षि पुलहले तपस्या गरेका थिए। यो स्थल देव दानव दुवैका लागि परम पवित्र मानिन्छ। यो पर्वत सीता नदीको उद्गम स्थल हो। त्यहाँ सङ्गमित हुने नवग्रह नदी तटमा विश्वकर्माले सूर्य, चन्द्रादि नवग्रहको स्थापना गरेका थिए। शिवको आज्ञाले ब्रह्मदेवले रत्नमय नवग्रहको प्रतिष्ठा गरेका थिए, जसको दर्शन, स्नान, उपवास एवं विधिपूर्वक पूजन गर्नाले कहिल्यै पनि ग्रह बाधा हुँदैन। आदित्य चन्द्रौ च महिषुतंश बुधो गुरुश्चापि सभार्गवश्च शनिश्च राहुश्च सकेतु सङ्घर्ष तत्र स्थिता सन्ति ग्रह प्रतिष्ठा वरिष्ठा भनेर उल्लेख गरेको छ। यसका दायाँतिर ईश र बायाँतिर कन्या कोटीश्वरको पूजा गरिन्छ। ईश्वरी नदी सीतामा सङ्गमित हुन्छन्। ईश्वरी भनेको ईशा नदी भनेर अहिले भन्ने चलन छ। त्यहाँ एउटा धवल पर्वत छ जुन धौलाको लेक भन्ने गरिन्छ। त्यसमा शेष पर्वतमा शेषेश तथा अम्बिका देवीको पूजा गरिन्छ र त्यो अम्बिका देवीको पूजा गर्दा कुष्ठरोग, घाउ खटिरा निको भएर जान्छ र दिव्य देह प्राप्त गर्दछ भन्ने चलन पनि रहेको छ। ततस्तु ईश्वरी नामा सीता नद्यास्तु सङ्गमे समागता महापुण्या तत्र स्नत्ता दिवं व्रजेत ततस्तु तन्त्रिका नामा गुह्य परम शोभना। सीता नदीको तटमा अनेक पवित्र नदी तथा पर्वतहरू रहेका छन्। धेनुक तीर्थ,
बाण तीर्थ, काग तीर्थ, लक्ष्मी तीर्थ, चन्द्रभागा आदि प्रमुख तीर्थस्थल रहेका छन्। फेरि तौरेत्रिका सङ्गममा स्नान गर्नाले सङ्गीत विद्या प्राप्त हुन्छ भने भद्र पर्वतबाट निस्केकी भद्रा चन्द्रभागा नदीको पूजाले सद्गति प्राप्त हुन्छ भनेर भनिएको छ। यसको उत्तरमा मालिका देवीको मन्दिर रहेको छ, जहाँ पूजाआजा गर्नाले मनोकांक्षा पूर्ण हुन्छ र मुक्ति प्राप्त गरिन्छ भनेर उल्लेख गरिएको छ। त्यसपछि सीता नदी बहिनी तीर्थलाई उल्लङ्घन गरी दुर्वासा आश्रममा प्रवेश गर्दछिन्। सीता नदीको तटमा धराद्रीको परिसीमाभित्र और्व ऋषिले लगातार 10 वर्षसम्म ब्रह्माको तपस्या गरेका थिए। ब्रह्माको वरदान स्वरूप यो क्षेत्र देव गन्धर्वद्वारा सेवित अथवा पवित्र बनेको छ एवं सुमनोहर तीर्थस्थल बन्न गएको छ। यहाँ अग्निदेवले पनि ब्रह्मालाई प्रसन्न गर्नको निम्ति वर्षौंसम्म तपस्या गरेर वरदान मागेका थिए कि ज्वाला क्षेत्रको स्नान बिना कसैको यात्रा अथवा मानसखण्डको परिक्रमा पूरा नहोस् भनेर वरदान मागेका थिए। अग्निदेवको प्रार्थनाले ब्रह्माजीले त्यहाँ उष्णोदक अथवा तातो पानीयुक्त ज्वाला तीर्थ बनाएर चिरकालसम्म विश्राम गरेका थिए। मुनिहरूले त्यस क्षेत्रलाई तपोवनको संज्ञा दिएका छन्, जुन तपोवनमा स्नान, ध्यान, जप आदि गर्नाले मनुष्यहरूको मुक्ति हुन्छ भनेर भनिएको छ। देव गन्धर्वद्वारा सेवित अग्निदेवले त्यहाँ आफ्नो मुकुटलाई उत्तरतिर र दुवै चरणलाई पूर्वतिर फैलाएर सैकडौँ वर्षसम्म शयन गरेका हुन्। आज पनि ज्वाला क्षेत्रमा अग्निचरण पादुकाको दर्शन गर्न सकिन्छ, अथवा शिर पश्चिमतिर बजाङ अथवा र चरण भने पादुका क्षेत्र सुर्खेतमा पर्ने गरी अग्निदेव सुतेको अथवा अग्निदेवले शयन गरेको कुरा उल्लेख हुन्छ। महर्षि पुलहद्वारा आहुत त्यस नदीले निदाएका अग्निदेवलाई नागेर दुर्वासा ऋषिको पवित्र आश्रममा प्रवेश गरेको हो। सेवितम सुरगन्धर्वै बहिनीना चापि शोभितम किरीटम चोत्तरम कृत्वा पादौ पूर्वे निधाएछ भनेर उल्लेख गरिएको छ। त यसरी सीता नदीमा स्नान गर्नाले ब्रह्मपद अथवा मुक्ति पद प्राप्त हुन्छ भनेर शास्त्रमा बताइएको छ। र बकुल्ला र हंसले नदी तटमा बसेर कसको ध्यान जपले मुक्ति गर्न पाइन्छ अथवा मुक्ति पाइन्छ भनेर शिवको, हरिको वा ब्रह्माको कसको ध्यान गर्दा भजन गर्दा मुक्ति पाइन्छ होला भन्ने चर्चा गर्दै थिए। र त्यसै समयमा नदीका कणहरू, पानीका कणहरू उनको शरीरमा प्रवेश गरेर पवित्र भएर तिनीहरू मुक्त भएको कथा पनि हामी पुराणमा पाउँदछौँ। र यो सेती नदीमा विभिन्न सहायक नदीहरू मिसिएर बनेको छ। यसमा सूक्ष्म सरोवर यानि कि अहिले सुरमा सरोवर भन्दछौँ हामी, त्यहाँबाट निस्कने सूक्ष्मजा नदी भनेर भनिन्छ। सूक्ष्मजा नदी सुनिगाड भनेर हामी अहिले भन्दछौँ। कालिन्दीबाट निस्किने बहुला नदी बाहुलीगाड अहिले भनेर भन्दछौँ। यी नदीमा स्नान गर्दा पाप नाश हुन्छ र यिनको सङ्गममा स्नान गर्दा पाप नाश हुन्छ, मुक्ति पाइन्छ भनेर भनिएको छ। यसरी सेती नदीको छेउछाउमा अनेकौं तीर्थहरू रहेको कुरा पुराणमा उल्लेख गरिएको छ। सुनिगाडको नदी अथवा सूक्ष्मजा नदी, बहुला नदी अर्थात् बाहुलीगा लगायतका विभिन्न नदीहरू, सहायक नदीहरूले सेती नदी पूर्ण हुन्छ र कर्णालीमा गएर मिल्दछ। प्रिय मित्र, आजको लागि यति नै। अब बाँकी कुराहरू फेरि अर्को भिडियोमा लिएर आउनेछु। नमस्कार।